वेलकम एभ्रिवान। यो चाहिँ हाम्रो तिहारको भिडियो। हामी चाहिँ खानेकुराको प्रिपरेसनहरू गरिरहेछौँ। अहिले चाहिँ अब एकछिनपछि टिका लगाउने टाइम हुन्छ 11 बजेतिर। सो रोटी हाल्ने, खाना पकाउने, लिटल बिट बिजी। यो पालि पनि रोटी हाल्ने ड्युटी चाहिँ मिसेस प्रेरणा सुवेदी भण्डारीकै परेको छ। रोटी कति राम्रो हुन् कला के है मान्छेका कला रोटी पकाउने मान्छेलाई जुम गरेर देखाउनु त हेर्न हाँसेर उता जानुभयो भागिहाल्नु फेरि हजुर लाइटहरु सब मात्रै हुन्छ के केटा खबर हेलो फुपू हेलो फुपू फुल भेराइटी त्यसले नि खिच्छ त्यसले नि खिच्ने भिडियो त त्यसो त्यसले दामी खिच्छ त राम्रो दामी आउँछ। हो भाइ चीज रहेछ के हो त भाइ भाइ के हो के चीज हो यो ब्ल्याक बक्स के हो चीज चाहिँ चीज हो ब्ल्याक बक्स ब्ल्याक बक्स त्यो छ लाइफ को ट्रबलहरु ब्रेक गरेको नि पहुँचे त पछि आउँछ गुड वेल डन एक्सिलेन्ट त सिभिन निकोले पढाएका यार हैं जसरी नि हैन त भित्र राख्छौं के नाइ निड नि भएन नि हो Come on, you are doing great. Come on. Well done. It's okay. Go on. Good job. Well done. Uh-oh. Don't throw it. यो टाउको काट्यो मोबाइल साइडमा राख्ने गाई आइसके मोबाइल साइडमा एकछिन मोबाइल चलाउनु है रिङ होला यसलाई भएको है
ब्रेना कुकु आउ Impression. बवाल आयो रे बवाल आयो रे हेर्छु त गरिदिइहाल्छ हालिहाल्नु पर्यो आज त दिनै त्यही हो नि हजुर देउसी खेल्दै कप लाउँदै गर्छ गरे हिजो त अहिले त्यस्तै गर्छ त्यो भर्खरै बहिनीले गिफ्टका पोकाहरू लिएर यता आउनु भएको छ हामी त यसरी हो नि त खिच्ने त अब त दाईहरू मक्क परेर रेडी हुँदै हुनुहुन्छ एक नजर उता लगाइहाल्नु भयो एक नजर उतातिर लगाइहाल्नु भयो सुरु गर्नु पर्ने हैन र आफै यो चिजले फेरि अर्को राउन्ड सुरु हुँदैछ हजुर पनि क्यामेरामा आइसकेछ है ल भाइको चाहिँ ग्रह शान्तिको लागि दाइको भाइको कामना गर्दै बहिनीले ल बसिसकेपछि अब सबैजनालाई एकलट गिजा देखाउनको लागि अनुरोध गर्दछु गियो कानमा तेल हाल्नु भएको छ कानमा तेल हाल्ने भनेको के हो थाहा होला नि अब उहाँले सुन्नुहुन्न हामीले भनेको टिका राख्नको लागि बेस बनाउने काम भइरहेको छ अहिले फाउन्डेसन गजब पहा आहा गजब मखमली फुलको माला चट्ट लाएर ल एउटा प्याक ग्रहण गर्नका लागि विवेकजीलाई अनुरोध गरिन्छ
अर्को प्रतीक्षा हुँदैछ कति नातिनको लागि ज्वाइँ साहबलाई अनुरोध गर्दछु हो तर को प्रतीक्षा हुन् मिठाई प्रसाद ग्रहण गर्नका लागि अनुरोध गरिन्छ खिचायो नि त्यसले त कता टिकटिक गर्दै बस्यो कति राम्रो आहा गजब गजब एकजना मान्छेलाई दुईटा हुँदैन मौसम अलिकतिले परेन त्यही झ्याउ नि के है घटेर जान्छ तिरपट हालेर खास मलाई चारतिर हाल्नु पर्छ नि त त्यस्तो केही हुनुपर्ने हो क्या जग चाहिँ एकदम राम्रो बस्यो ल 11 वर्षमा कला देखाउन पाइन्छ नि अनि फिल्डर Fantastic. यसै त खासै सुत्दैन त्यहाँमाथि काना तेल हाल्दैछु त भाउजूले सुतिहाल्यो भोलिबाट आशा हाल्नु पर्दैन भाउजूले यसै त सुत्दैनन् अनि यसले काना तेल हाल्दिने हामीलाई मर्का पर्ने हुन्छ क्या अरू कट गर्न देवायो तेल हाल्नु तिमी लाउने हो तिम्रो होइन लगाऊ फोटो खिच्ने फोटो बिचको मिसी खाइस मिसी लगाएला
एकाबाट